नमस्ते, यहाँलाई स्वागत छ विनिता किचनमा। आज चाहिँ म सेवाई बनाउन गइरहेकी छु। त्योभन्दा अगाडि हाम्रो च्यानललाई साथ दिनुहुन्छ भन्ने मैले आशा राखेकी छु। हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। मैले चाहिँ यहाँ आवश्यक सामग्रीहरू लिएकी छु। मैले यहाँ घिउ, ड्राई फ्रुट्स, थोरै मरिचको धुलो, दुध अनि चाहिने अनुसार सेवाई लिएकी छु। अनि मैले कराईलाई चाहिँ तताउन राखेकी छु। हामीले कराईलाई मजाले तताइसकेपछि हामीले यसमा 1 चम्चा जति मैले घिउ राखेकी छु। अब यो घिउलाई चाहिँ हामीले मजाले पगाल्नुपर्छ, तात्न दिनुपर्छ। यसरी बनाएको सेवाई चाहिँ एकदम मिठो हुन्छ। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। अब चाहिँ यसमा म ड्राई फ्रुट्स राख्छु। अब यो ड्राई फ्रुट्सलाई चाहिँ रातो हुने जेलसम्म भुट्छु। मैले चाहिँ यो क्रस्ड ड्राई फ्रुट्स लिएकी छु। हजुरहरूले चाहिँ सिँगै लिन पनि सक्नुहुन्छ। अब यसलाई चाहिँ मजाले चलाएर भुटिसकेपछि हामीले यसमा सेवाई राख्नुपर्छ। अनि सेवाईलाई चाहिँ राखिसकेपछि त्यसलाई पनि मजाले घिउमा भुट्नुपर्छ। यो चाहिँ भुटिसकेको सेवाई हो। यसलाई चाहिँ हामीले मजाले भुट्नुपर्छ। यो चाहिँ मैले रोस्टेड सेवाई लिएकी हुँ। यसलाई चाहिँ मैले घिउमा मजाले भुटेको छु रातो हुने गरी। हामीले चाहिँ सेवाईलाई यतिको रातो बनाउनु पर्छ। मैले चाहिँ यो आफ्नो तरिका सेयर गरेकी छु। यसरी बनाएको सेवाई पनि खानामा एकदम मिठो हुन्छ। बच्चाहरूले पनि रुचाउँछन्। अब यसमा चाहिँ बिस्तारै बिस्तारै दुध हाल्नुपर्छ, नत्र दुध उछिट्टिन्छ। दुध चाहिँ यसरी उछिट्टिने भएर हामीले चाहिँ बिस्तारै बिस्तारै खनाउनु पर्छ दुध। अब हामीले चाहिँ यसलाई मजाले चलाउनु पर्छ। अब चाहिँ मैले यसमा चिनी राखेकी छु। अब यसलाई चाहिँ म मजाले चलाइरहेकी छु। हामीले चाहिँ यो सेवाई अलिक पाकेपछि यसमा चाहिँ हामीले सबै यो मसला हाल्नुपर्छ, यो ल्वाङ सुकुमेलहरूको। अब हामीले चाहिँ सेवाईलाई 10-15 मिनटसम्म पकाउनुपर्छ र सेवाई यस्तो बन्छ। मैले चाहिँ यसलाई ग्यासको फ्लेम अन गरेर यसलाई सर्भ गरिसकेकी छु ड्राई फ्रुट्स माथि हालेर। मैले चाहिँ बच्चाहरूलाई दिँदा बच्चाहरूले चाहिँ एकदम राम्रो रिभ्यू दिएका छन्। हजुरहरूले देख्न सक्नुहुन्छ। एकदम मिठो मानेर खाएका छन्। हजुरहरूले पनि यो ट्राई गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।